जो आज दीक्षित हुँदै हुनुहुन्छ आजको यो दिन हर्ष र विषादको दिन भनेको विशेष अवसरमा म अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट तथा अक्सफोर्ड माध्यमिक विद्यालय गैंडाकोटको तर्फबाट सबैलाई हार्दिक स्वागत र सम्मान व्यक्त गर्दछु। आजको यो दिन केवल विदाईको दिन मात्र होइन, केवल दीक्षान्तको दिन मात्र होइन, तपाईहरुको अथक मेहनत, सम्भावना, सम्झना र मित्रताको गहिरो भावनासँग जोडिएको आजको दिन हो। हामीहरूले सँगै बिताएका ती अमूल्य क्षणहरू, सिकाइको यात्रा र उज्जवल भविष्यप्रति हाम्रो साझा आशा आज यहाँ एकीकृत भइरहेको छ। यसरी हामीले बिताएको समय, सम्बन्ध र सङ्कल्पलाई सम्झँदै म यस समारोहलाई औपचारिक रूपमा प्रारम्भ गर्ने अनुमति चाहन्छु। सर्वप्रथम सभापतिको आकर्षण ग्रहण गर्नको लागि कार्यक्रम अगाडि बढाउन चाहन्छु। म यस कार्यक्रमलाई संयोजन गर्न +2 म्यानेजमेन्टका विभागीय प्रमुख आदरणीय हरि थपलियाज्यूलाई सभापतिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु, मञ्चमा हार्दिक निमन्त्रणा गर्दछु। प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुन दूरदर्शी, कर्तव्यनिष्ठ, शिक्षाको क्षेत्रमा समर्पित व्यक्तित्व आदरणीय प्रोफेसर डाक्टर इन्जिनियर हरि भण्डारीज्यूलाई म प्रमुख अतिथिको रूपमा मञ्चमा स्वागत गर्दै आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। विशेष अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुनको लागि +2 साइन्स विभागीय प्रमुख जगतबहादुर बानियाज्यूलाई म हार्दिक अनुरोध गर्दछु। त्यसै गरेर भीम भण्डारी सर, ज्ञानेन्द्र भण्डारी सर, आकाश घिमिरेज्यू, डाक्टर धर्मराज उप्रेतीज्यू, सुशान्त तिवारीज्यू, डाक्टर प्रकाश देवकोटाज्यू, अच्युत पुडासैनीज्यू, कृष्ण विकेज्यू, अस्मिता नेउपानेज्यू, ध्रुव गणेशज्यूलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी होमबहादुर कुमारज्यू, सुनिता पाण्डेज्यू, सुनिल थापाज्यू, दयासागर भण्डारीज्यू, दिग्दर्शन सापकोटाज्यू, एएन भण्डारीज्यू, तिलक मल्लज्यू, छविलाल भुषालज्यू आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। सभापतिज्यूलाई र प्रमुख अतिथिज्यूलाई खादा लगाएर सम्मान गर्ने कार्यक्रम छ। यस कार्यक्रममा हाम्रो पूर्व विभागीय प्रमुख अस्मिता नेउपानेज्यू स्टुडेन्टलाई अगाडि लिएर आउनु होला।
खाजा दिएर सम्मान गरिदिनु होला, अरूलाई स्वागत गरिदिनु होला। र एचओडी सरहरूलाई पनि खाजा दिएर सम्मान गरिदिनु होला। भीम सर कृपया आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। भीम सरलाई पनि अतिथिज्यूहरूलाई धेरै धेरै धन्यवाद दिँदै अस्मिता म्याडम र सिक्देल बहिनीलाई पनि धेरै धेरै धन्यवाद। समारोहका सभापति महोदय, प्रमुख अतिथि फाउन्डर प्रिन्सिपल प्रोफेसर डाक्टर इन्जिनियर हरि भण्डारी सरज्यू, मञ्चमा आसीन विभिन्न संकायका प्रमुख सरहरू र उपस्थित सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू, शिक्षक मित्रहरू, कर्मचारी साथीहरू, आज कक्षा 12 को दीक्षान्त कार्यक्रममा केही समय अघि तपाईहरू सँगै हुनुहुन्थ्यो अनि फेरि आउँदा दिनहरूमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सँगै हुनका लागि होला यो कार्यक्रमलाई विदाई कार्यक्रम नभनिकन दीक्षान्त समारोहको रूपमा प्रस्तुत गरिएको छ र तपाईको हाँसो सल्लाह सहयोगले विद्यालय जीवन सजिलो र रमाइलो बनेको थियो। तपाईहरुको परिश्रम कर्तव्य व्यवहारहरू हामी कक्षा 11 का भाइ बहिनीहरुमा पनि अनुसरण गराउने छौं पक्कै पनि। र आज यस विशेष कार्यक्रममा तपाई सम्पूर्णलाई म व्यक्तिगत तर्फबाट, +2 प्रोग्रामको तर्फबाट र सिङ्गो कलेज परिवारको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु। आजको कार्यक्रम सफल रहोस्, रमणीय रहोस् भन्दै मेरो 2 शब्द यही टुङ्ग्याउँछु। हस्, धन्यवाद। अब हामी दीप प्रज्वलन गर्दैछौँ। सबैजनालाई एकपटक उठेर स्वागत गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद सर। हामी साँझमा बत्ती बल्दा थियो, चकमन्न अँध्यारो, हामीले केही देखिरहेका थिएनौँ। झ्याप्प बत्ती बल्यो, संसार उज्यालो देखियो। त्यही भएर बत्ती बालेर यो उज्यालो प्रकाशको लागि हामीले इन्टेन्सिभ गर्नको लागि र अरू हामीहरूले कार्यक्रम गर्न पर्यो भने विभिन्न फेसिलिटीको लागि यो एमओयू हो भन्ने कुरा हामीले बुझौँ। यसको बारेमा विस्तृत चर्चा अहिले हाम्रो आदरणीय प्रिन्सिपल सरले गर्नुहुनेछ। यहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछौँ। एकपटक ताली बजाएर यो एमओयूको लागि स्वागत गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। प्रिन्सिपल सरले विस्तृत व्याख्या गर्नुहुनेछ। शशी कार्की छेत्रीलाई सोलो डान्सको लागि हार्दिक अनुरोध गर्दछु। मञ्चमा निमन्त्रण गर्दछु शशी छेत्री। काली जय
ती आँखाले अङ्ग जानी 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 कस्तो बेइमानी मानी मानी काले दाइ काले दाइ काले काले दाइ काले दाइ काले दाइ काले दाइ काले काले दाइ काले दाइ हरे खोला बगी जाने होला लौन मैया बैस सम्हाल कालो फाले थामीलाई दुःख जति हामीलाई आँसु पुछ्न देऊ न रुमाल हरे खोला बगी जाने होला लौन मैया बैस सम्हाल कालो फाले थामीलाई दुःख जति हामीलाई आँसु पुछ्न देऊ न रुमाल सभाध्यक्षज्यू सम्पूर्ण स्टेजमा उपस्थित सम्पूर्ण आदरणीय सरहरूलाई एकमुष्टमा नमस्कार गर्न चाहेर उपस्थित सम्पूर्ण अब दीक्षित हुँदै गर्नुभएका 12 विद्यार्थीहरूलाई पनि हार्दिक नमन। म यो मानिमा के भन्न चाहन्छु भने भाइ बहिनीहरू दीक्षित भएर जाँदै हुनुहुन्छ भन्ने मलाई लागेको छैन। भाइहरू अब हामीले छिटै नै वेलकम गरेर ब्याचलरको लागि आउँदै हुनुहुन्छ। हामी वेलकमको लागि एकदम भरपुर तयारीमा छौँ भन्ने शुभकामनाका साथ म बिदाई भन्दा पनि अब राम्रो सबैको राम्रो मार्क्स लिएर हाम्रो ब्याचलरको लागि भाइहरूलाई हामी वेलकम गर्छौँ भन्दै यही छोटो मन्तव्य भन्दै नमस्कार गर्न चाहन्छु। नमस्ते। अब मन्तव्यको क्रममा इन्जिनियरिङ कोअर्डिनेटर भीम भण्डारी सरलाई आफ्नो सार्वजनिक मन्तव्यको लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद कृष्णहरि सर। प्यारा विद्यार्थी भाइ बहिनीहरू, आदरणीय गुरुवर्गहरू, आजको यस कार्यक्रमलाई सभापतित्व गरिरहनुभएका आदरणीय सर, आदरणीय प्रिन्सिपल सर लगायत सम्पूर्णमा म सन्ध्याकालीन नमस्कार टक्राउन चाहन्छु। 2 वर्ष तपाईहरू जो कलेजमा रहनुभयो त्यो बेला हामीले म्यानेजमेन्टको तर्फबाट गर्नुपर्ने के कति काम गऱ्यौँ, पक्कै पनि लाग्छ हामीले राम्रा कामहरू गऱ्यौँ होला र तपाईहरूले त्यसलाई सरहरूले गर्नुभएको एउटा कमिटमेन्ट हो। काम गर्दै गरेका सानातिना कमजोरी हुन् भने पनि ती क्षमा योग्य छन् भन्ने तपाईहरूले महसुस गर्नुहुन्छ भन्ने मैले पूर्ण विश्वास लिएको छु। साथमा अब तपाईको जीवनको साँच्चै एकाडेमीको इम्पोर्टेन्ट समयमा तपाईहरू पुग्नु भएको छ र अब यो देशमा नै बस्ने, यो देशलाई नै माया गर्ने तपाईहरूको एउटा कर्मठ, तपाईहरू जस्तो एउटा विद्यार्थीहरूको आवश्यकता यो देशलाई आवश्यक छ। तपाईहरू यो देशमा रहनुहुन्छ, यहीँ पढ्नुहुन्छ, आफ्नै कलेजमा पढ्नुहुन्छ। तपाईहरूको पूर्ण जिम्मा लिँदै हामीले तपाईहरूलाई यस कलेजले सम्पूर्ण कार्यक्रम राखेको कुरा तपाईहरूलाई अवगत नै छ। इन्जिनियरिङतर्फ हामीले कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इलेक्ट्रोनिक्स इन्जिनियरिङ र सिभिल इन्जिनियरिङ हामीसँग नै भएको कुरा तपाईहरूलाई थाहा नै छ। त्यसमा अझै थाहा हुनुपर्ने विषय के छ भने नेपालकै उत्कृष्ट कलेज हो यो। हामीले तपाईहरूको सम्पूर्ण जिम्मेवारीका साथ तपाईहरूलाई गार्जेन्सहरूको विश्वासलाई जित्ने हिसाबले र उहाँहरूको अपेक्षालाई पुरा गर्ने हिसाबले जिम्मेवारीका साथ हामी तपाईहरूलाई पढाउँछौँ। यति त सबै कलेजहरूले भन्छन् होला। प्यारा भाइ बहिनीहरू, तपाईहरूले आज बुझ्नुपर्ने कुरा के छ भने कलेजले विगत वर्षहरूमा जस्तै हाम्रा विद्यार्थीहरूलाई नै फेरि ब्याचलरमा वेलकम गर्दा विशेष छुटहरूको व्यवस्था गरिसकेको कुरा तपाईहरूलाई लगभग जानकारी भइसकेकै छ। ढिलो नगर्नु होला, म तपाईहरूलाई अनुरोध गर्न चाहन्छु। र यदि कसैले फर्दर स्टडीको बारेमा बाहिर गएर अध्ययन गर्न चाहना राख्नुभएको छ भने
एकपटक विचार गर्नुहोला र हामीसँग आएर सल्लाह गरेर मात्रै तपाईँहरू अगाडि बढ्नुहोला भन्ने पनि कुरा म यही फोरममा यही मञ्चबाट आज राख्न चाहन्छु। अब धेरै कुराहरू नगरिकनै तपाईँहरूको उज्जवल भविष्यको कामना गर्दै उज्जवल शिक्षाको पनि कामना गर्दै राम्रो विषय पढ्नुहुनेछ र यो जमाना टेक्नोलोजीको जमाना हो, टेक्निकल सब्जेक्ट पढ्नुहुन्छ र आफ्नै पेरिफेरीमा पढ्नुहुन्छ। तपाईँहरूलाई आजको यो माहौलमा मैले सुनाउनै पर्छ। धेरै भाइ बहिनीहरू विगतमा सानसाना लहैमा लागेर लटमा लागेर पढ्नका लागि विदेश पुग्नु भएको छ अनि आफ्नो सहर छोडेर काठमाडौँ पुग्नु भएको छ। तर मसँग धेरै ज्वलन्त इक्जाम्पलहरू छन्। उहाँहरू केही समय त्यहाँ रुमलिएपछि होइन पढ्न त आफ्नै ठाउँमा जानुपर्ने रहेछ, आफ्नै सरहरूको काखमा पढ्नुपर्ने रहेछ भन्ने कुरा उहाँहरूले मनन गरी फेरि फर्किएर केही समयलाई खेर फालेर भए पनि पुनः आफ्नो अध्ययन पुरा गर्नुभएको छ। यो कुराहरू पनि तपाईँहरूलाई जोड्दै आफ्नो ठाउँ हो, आफ्ना कुराहरू र तपाईँहरूले राख्न पाउनुहुन्छ। सँगै बस्ने हो, तपाईँहरूको एउटा राम्रो केरियरको हामीले जिम्मेवारी लिँदै तपाईँहरूको जिम्मा लिँदै हामी पढाउँछौँ भन्ने कुराहरू यहाँ राख्दै पुनः तपाईँहरूको उज्जवल भविष्यको कामना गर्दै आजको यो कार्यक्रममा तपाईँहरूले भरपुर मनोरञ्जन गर्नुहुन्छ भन्ने विश्वासका साथमा म बिदा हुन्छु। हस्, धन्यवाद। धन्यवाद भीम सर। भाइ बहिनीहरूलाई ब्याचलरमा स्वागत छ। हामीसँग बिबिए, बिसिए, बिएचएम, इन्जिनियरिङ ओहो तपाईँले चाहेको जति सबै सब्जेक्टहरू छन्। त्यही कारणले भीम सरले भन्नुभयो यो विदाई होइन, यो ब्याचलरको लागि स्वागत हो। भाइ बहिनीहरूलाई स्वागत गर्न चाहन्छु। यसै सन्दर्भमा आफ्ना शुभकामनाका 2 शब्द व्यक्त गरिदिनु हुनको लागि बिसिए एचओडी सुशान्त तिवारीज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद उद्घोषकज्यू। आज यस अक्सफोर्ड कलेजमा आयोजित +2 को लागि ग्रेजुएसन सेरेमनी कार्यक्रमका सभापतिज्यू, यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा आसन ग्रहण गर्नुभएका शैक्षिक क्षेत्रका विशेष व्यक्तित्व प्रोफेसर इन्जिनियर डाक्टर हरि भण्डारीज्यू, अक्सफोर्ड कलेजका इन्जिनियरिङ कोअर्डिनेटर भीम सर लगायत अक्सफोर्ड कलेजमा कार्यरत सम्पूर्ण विभागका विभागीय प्रमुखज्यू, सम्पूर्ण शिक्षक साथीहरू लगायत अक्सफोर्ड कलेजका कर्मचारी साथीहरू एवं मेरा हँसिला रसिला भाइ बहिनीहरूमा म सुशान्त तिवारीको तर्फबाट हार्दिक नमस्कार। भाइ बहिनीहरू आज रमाइलो गर्ने मुडमा हुनुहुन्छ। मैले धेरै कुरा भनेर यहाँहरूलाई डिस्टर्ब गर्न चाहन्न, तर पनि मलाई बिसिए एचओडीको हैसियतले सरले यहाँ बोलाइसकेपछि मैले भाइ बहिनीको लागि 2-4 वटा कुरा भन्नै पर्ने हुन्छ। म भाइ बहिनीहरूलाई के भन्न चाहन्छु भने तपाईँहरू भर्खर 12 को इक्जाम दिएर थकित अवस्थामा हुनुहुन्छ। तपाईँहरू रमाइलो गर्नुहोस्। आज रमाइलो गर्न तपाईँहरू यहाँ आउनुभएको छ, रमाइलो हुन्छ। सबैजना सजिएर आउनुभएको छ, ह्यान्डसम हुनुभएको छ भाइहरू, ब्युटिफुल हुनुभएको छ बहिनीहरू। आज नाच्नु हुनेछ, धेरै रमाइलो गर्नुहुनेछ। यो रमाइलोसँगै भाइ बहिनीहरू तपाईँहरू 1 हप्तासम्म घुम्नुहोस्। नेपालका पहाडहरू घुम्नुहोस्, खोलाहरू घुम्नुहोस्, वन जङ्गलहरू घुम्नुहोस्, तपाईँ सहर डुल्नुहोस्। तपाईँले यो 1 हप्ता के गर्नुहोस्, तपाईँ यो देश बुझ्ने काम गर्नुहोस्। के भइराखेको छ, कहाँ के समस्या छ, कुन ठाउँमा यो देशको लागि मैले के गर्न सक्छु भनेर बुझ्नको लागि तपाईँ यो देश, यो विभिन्न परिवेशहरू डुल्नुहोस्। आज देशले तपाईँहरू खोजेको छ। आज विश्व अन्तरिक्षमा अन्वेषण गर्दै गर्दाखेरि, आज विज्ञानले विश्वमा फड्को मार्दै गर्दाखेरि, आज आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगले अन्तर्राष्ट्रिय जगतले चमत्कारिक कामहरू गर्दै गर्दाखेरि नेपालमा के भइराखेको छ? सम्भावना बोकेका युवाहरू विदेशी होडमा छन्। त्यो होडलाई ब्रेकडाउन गर्नु छ। अक्सफोर्डका विद्यार्थीहरूले यो देशको जिम्मा लिनुपर्ने अवस्था आएको छ। यस अवस्थालाई मध्यनजर गर्दै भाइ बहिनीहरूले आजको दिन एउटा सङ्कल्प गर्नुहोस्, म यो देशको लागि के दिन सक्छु। त्यसैले म भन्छु भाइ बहिनीहरू, पहिला त तपाईँहरूले देश बुझ्नुहोस्। त्यो बुझ्नको लागि तपाईँ रमाइलो गर्दै विभिन्न परिवेशहरू घुम्नुहोस्। अनि भाइ बहिनीहरू, तपाईँ अब
अबको दिनमा तपाईँ कुन क्षेत्रमा जाने, आफ्नो भविष्य कसरी अगाडि बढाउने गम्भीर मोडमा आउनुभएको छ। मैले अघि नै भने जमाना आइटीको छ। आज वैज्ञानिक अन्वेषणदेखि लिएर युद्ध वारहरूमा, डिफेन्सहरूमा, मेडिकल ट्रिटमेन्टमा, इन्जिनियरिङमा, एभ्रिवेयर आर्टिफिसियल इन्टेलिजेन्स, इन्फर्मेसन टेक्नोलोजीले नै फड्को मारेको छ। यस्तो परिवेशमा पक्कै पनि भाइ बहिनीहरू पनि आइटी रिलेटेड सब्जेक्ट जुन अक्सफोर्ड कलेजले प्रोभाइड गरेको छ, BCA, ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ जस्ता सब्जेक्टहरू पनि अक्सफोर्ड कलेजमा छन्। यी सब्जेक्टहरू पढ्न पक्कै पनि भाइ बहिनीहरू फेरि हाम्रै कलेजमा आउनुहुनेछ। त्यसको लागि यो आजको ग्रेजुएसन सेरोमनीलाई मैले फेयरवेल सेरोमनी नभइकन ब्याचलरको तर्फबाट म भाइ बहिनीहरू सबैलाई अक्सफोर्डमा उपलब्ध भएका प्रोग्राम, भोलि फाइनेन्सियल सेक्टरमा आफ्नो करियर बनाउनु पर्ने छ, भाइ बहिनीहरूले BBA पढ्न सक्नुहुन्छ। अन्तर्राष्ट्रिय स्तरको BBA क्लास हाम्रो अक्सफोर्ड कलेजमा हामी सञ्चालन गरिरहेका छौँ। हाम्रा भाइ बहिनीहरू मार्केटमा कुनै यदि प्रतिस्पर्धा हुन्छ भने 10वटा कलेजका विद्यार्थी जबको लागि एप्लाई गर्छन् र भाइ बहिनीसँग अक्सफोर्डको सर्टिफिकेट छ भने पक्कै पनि त्यो अक्सफोर्डको विद्यार्थी चाहिँ सिलेक्सनको फर्स्ट क्राइटेरियामा पर्छ। त्यस्तो स्तरको अक्सफोर्ड कलेज हाम्रो प्रोफेसर इन्जिनियर सर हरि सरले एउटा निर्माण गर्नुभएको छ। भाइ बहिनीहरूले त्यस्तो गरिमामय सर्टिफिकेटबाट लाभान्वित हुने अवसर पनि छ भन्ने कुरा म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। त्यस्तै गरी हाम्रो इन्जिनियरिङ फ्याकल्टिजहरू छ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ जस्ता विभिन्न प्रोग्रामहरू पढेर भाइ बहिनीहरूले आफ्नो भविष्यसँगै समग्र देशको भविष्य पनि सुधार गर्न सक्नुहुनेछ भन्ने कुराहरू राख्दै मेरो सानो मन्तव्य यहीँ टुङ्गाउँछु। धन्यवाद। अबको जमाना के छ भने कुनै नयाँ काम गर्ने होइन, गरेको कामलाई स्मार्ट तरिकाले गर्ने हो। अक्सफोर्डले नयाँ काम होइन, त्यही काम स्मार्ट तरिकाले गर्न सिकाउँछ। यही कुरा सिक्नुभयो, त्यसैले भाइ बहिनीहरूलाई आज हामी दीक्षित गर्दैछौँ। अरूभन्दा फरक यही हो। पढाइ त अन्त पनि हुन्छ, जहाँ पनि हुन्छ नि, मेचीदेखि महाकालीसम्म पढाइ त हुन्छ नि। अक्सफोर्डमा त्यही पढाइ फरक ढङ्गबाट हुन्छ। भाइ बहिनीहरूमा भएको शक्तिलाई तिमी शक्तिशाली छौ भनेर चिनाउँदै हुन्छ, यो फरक हो। यही कुरा व्यक्त गर्दै सर जानुभयो। अब BBA मा किन आउने, ब्याचलरको BBA मा किन आउने भन्ने सन्दर्भमा BBA का DHOD आकाश घिमिरे सरलाई आफ्नो छोटो मन्तव्यको लागि हार्दिक अनुरोध गर्दछु। समयको लागि धन्यवाद। आदरणीय सभाध्यक्षज्यू, सम्पूर्ण गुरुवर्गहरू र सम्पूर्ण प्यारा प्यारा विद्यार्थी भाइ बहिनी सबैमा नमस्कार। आजको यस समय वास्तवमा नै एकदम विद्यार्थी भाइ बहिनीको लागि चाहिँ एउटा विशेष समय रहने गर्छ। आफ्टर +2 होइन, अब के गर्ने होला, कुन करियर चाहिँ पाथमा जाने होला, साँच्चै नै यो समय एकदमै स्पेसल रहने गर्छ। म के भन्न चाहन्छु भन्दा यो समय अलिकति हतार गरेर निर्णय गर्ने समय होइन। विद्यार्थी भाइ बहिनीहरूले आफ्नो चाहिँ दाजुहरूलाई, बुबा, घरमा चाहिँ ठुलो मान्छेहरूलाई सोध्नुहुन्छ, सँगसँगै आफ्नो टिचरहरूलाई पनि एक्चुअली सोध्नु होला तपाईँको इन्ट्रेस्ट के छ, पछि गएर के बन्न चाहनुहुन्छ, के पढ्यो भने के भन्छ। यो सामान्य सुन्दा सामान्य लाग्छ, तर वास्तवमा यो एउटा च्यालेन्जिङ कुरा हुने गर्छ। म एज अ BBA फ्याकल्टी तपाईँहरूलाई एउटा कुरा के चाहिँ भन्न चाहन्छु भन्दा, यदि तपाईँहरू पछि आफ्नो बिजनेस गर्न चाहनुहुन्छ अथवा एन्टरप्रेन्योरसिपमा इन्ट्रेस्टेड हुनुहुन्छ, फाइनेन्सियल सेक्टरमा काम गर्न चाहनुहुन्छ, अथवा तपाईँ मार्केटिङ प्रोफेसनल्स हुन चाहनुहुन्छ, अथवा कुनै पनि डिजिटल मार्केटिङको जमाना छैन, सो वाट एभर, यदि तपाईँ त्यसमा इन्ट्रेस्टेड हुनुहुन्छ भने एकचोटि अफिस आउनुहोस्। हामी तपाईँलाई काउन्सिलिङ गर्नेछौँ। सबै कुरा, सबैको प्रोज एन्ड कन्सहरू हामी एकदमै राम्रोसँग बुझाउनेछौँ। र यदि तपाईँले अलरेडी BBA पढ्ने नै सोच बनाइराख्नु भएको छ भने त्यसबारे धेरै कुरा म तपाईँहरूलाई बुझाउन सक्छु। वाट आई सजेस्ट इज एकचोटि अफिसमा आउनुहोस्, बसेर सल्लाह गरौँ र सबै कुरा हामीले जानेका
हामीले भन्नुपर्ने सबै कुराहरू हामी सिकाउँछौँ। ओके, यति भन्दै म धेरै लामो समय लिन। तपाईँहरूको आगामी दिनहरू सुखमय रहोस् र फेरि पनि मेरो शुभकामना। धन्यवाद। विगत 2 वर्षदेखि म यस कलेजमा आबद्ध भई बिताए यी 2 वर्ष मेरा लागि अत्यन्त अविस्मरणीय पनि रहे। जुन आशा, उमङ्ग र विश्वासले म यहाँ आएकी थिएँ त्यो मैले यहाँ प्राप्त गर्न सफल भए। यस कलेजका हरेक कार्य, विद्यालय र विद्यार्थी मैत्री रहेका मैले अनुभव गरेकी छु।
यस कलेजमा भएका सबै कार्यबाट मैले धेरै कुरा सिक्न पनि पाएँ। देशका हरेक क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनमा यस कलेजको ठुलो भूमिका रहेको छ। यस कलेजमा रहँदा मेरा तर्फबाट कुनै कमी कमजोरी भएमा म माफी माग्न पनि चाहन्छु। यसका लागि विद्यालयका प्राचार्य, गुरुवर्ग, विद्यालयका प्रशासनका सम्पूर्ण पदाधिकारीहरू, साथीभाइ सम्पूर्णमा हृदयदेखि धन्यवाद दिन पनि चाहन्छु। हजुरहरूको सहयोग म केवल भाषणमा मात्र होइन, आफ्नो जीवनकालभरि सम्झनेछु र हजुरहरूप्रति सदैव आभारी हुनेछु। र यस अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टलाई धन्यवाद दिँदै र मेरा प्यारा साथीहरूको उज्जवल भविष्यको कामना गर्दै म यहाँबाट बिदाई हुन चाहे। हस्, धन्यवाद। तपाईँ के बन्नुहुन्छ ठुलो कुरो होइन अरे के, तपाईँ के सोच्नुहुन्छ ठुलो कुरो अरे। जुन कुरा सोच्न सक्नुहुन्छ नि त्यो कुरा गर्न सक्नुहुन्छ। जे बन्छु भन्ने सोच्नुहुन्छ नि त्यो कुरा पुरा गर्न सक्नुहुन्छ। किनभने सबैभन्दा बढी तागत सोचाइमा छ। तपाईँलाई ठुलो ठुलो सोच्न सिकाउँछ अक्सफोर्ड कलेज। अरू मान्छेभन्दा, अरू कलेजभन्दा हेर्दैमा पनि त अक्सफोर्ड कलेज त धेरै ठुलो देखिन्छ नि त। किनभने हाम्रो प्रिन्सिपल सरले सोच्दैमा सानो कुरा सोच्नुहुन्न, सोच्दैमा ठुलो कुरा सोच्नुहुन्छ। अब मैले सम्झिरहेको छु क्या मनमा नै, उहाँले अब चन्द्रमामा घर बनाउने बारेमा सोच्नु भएको होला। सोच्ने हो नि त, सोच्ने हो नि त। ठुलो बडाले अरूले भन्दा फरक सोच्छन् र त्यसलाई कार्यान्वयन गर्छन्। त्यो हो ठुलो बडा भनेको। अक्सफोर्ड कलेजले सकारात्मक सोच्न सिकाउँछ, ठुला ठुला लक्ष्य निर्धारण गर्न सिकाउँछ। बहिनी श्रेयालाई धेरै धेरै धन्यवाद। यसकै परिणामस्वरूप बहिनीले आफ्ना कुराहरू भनेर जानुभयो। अब +2 म्यानेजमेन्टको रीतिका अधिकारीज्यूलाई आफ्नो 2 शब्द व्यक्त गरिदिन हार्दिक अनुरोध गर्दछु। Hello and good afternoon everyone, respected principal and all the teachers that have present in here. I am Ritika Adhikari, studying in Oxford for +2. In these 2 years I have experienced a lot of things, and studying for 2 years we have come to the end of this memorial farewell program. I want to take a moment to express my sincere gratitude toward everyone. First and foremost, thank you to the organizer that really made our farewell special. Today we all will be going home with all the memories and the bond we have created in today. We are going home with heart full of fond and memories. To my mentors, teachers and the leaders that have guided me for these 2 years, thank you for encouraging me, believing in me when I really doubt myself. You leaders and teachers are the reason that I am standing in front of here. You are the reason that really saved me and make me capable of thinking and leading me toward my new part of life. Thank you for everything. Last off is for my friend, colleague and my peers that I have made in my +2 years. I'm really thankful to everyone. Thank you for the laughter, thank you for the bond we created, thank you for the memory we experienced in these 2 years. You guys were the reason that made my +2 really helpful and peaceful and memorable. I will never forget you guys in my entire life. You will always be remembered in me and in my bottom of my heart. Saying goodbye will never be easy for me. Saying goodbye will never be easy for me. But I will always remember the bond we have created in this college. As I move into the next chapter of my life, I have learned and experienced all the lessons, memories formed in these +2 years. This farewell is not just a goodbye for me, but for me it is see you later, my friend, in the next chapter of my life. Thank you all the teachers and friends for making my +2
unforgettable. Thank you everyone. हामी अहिले अघि कुरा भइसक्यो, ठुलो कुरा भनेको सोच्नेको हो। हामी जीवनमा सबैमाथि शङ्का गरौँ क्या, यसले गर्न सक्दैन होला, यो कमजोर होला, यसले यो गरेको काम बिगार्छ होला, तर आफूले आफूलाई कहिल्यै शङ्का नगरौँ, आफूले आफूमाथि विश्वास गरौँ। त्यसको जित हुन्छ जसले तपाईँमाथि विश्वास गर्नुहुन्छ। यो कुरा हामी तपाईँहरूलाई बारम्बार भन्दै आएका थियौँ, आज पनि हामी भन्न सक्छौँ। तपाईँहरूलाई अरूले शङ्का गर्छन्, तर आफूले आफूलाई शङ्का नगर्नुहोस्। जब आत्मविश्वास छ त्यसको विजय निश्चित छ। यी यावत कुराहरू, यिनै सन्दर्भहरू जोड्दै विद्यार्थी भाइ बहिनीहरूलाई भविष्यमा के गर्यो भने भविष्य उज्जवल हुन्छ, प्रत्येक कदम कसरी चाल्न जरुरी छ। धेरै देशहरू घुमिसक्नु भएको छ, अरू देशमा नेपाली विद्यार्थीको अवस्था, कस्ता विद्यार्थीको सबल अवस्था छ, कस्ता विद्यार्थीहरूले दुःख पाइरहेका छन्। यी यावत कुराहरू भनेर हामीलाई मार्गनिर्देश गरिदिनु हुनको लागि अक्सफोर्ड कलेजका प्रिन्सिपल तथा अक्सफोर्ड माध्यमिक विद्यालयका प्राचार्य प्रोफेसर डाक्टर इन्जिनियर हरि भण्डारी सरलाई आफ्नो छोटो मन्तव्यको लागि आजका प्रमुख अतिथिज्यूलाई हार्दिक अनुरोध गर्दछु। आजको कार्यक्रमका सभापति महोदय, ड्यासमा रहनुभएका कलेजका विभिन्न विभागका प्रमुख सरहरू, ग्यालेक्सी यो होटेलका एमडी सर, हाम्रो डिपार्टमेन्टमा रहनुभएका भाइ बहिनीहरू, सम्पूर्ण कलेजका सर तथा म्याडमहरू, कलेजबाट आउनुभएका विविध सेक्सनमा काम गर्ने कर्मचारी मित्रहरू, मैले बिर्सनै नसक्ने र म आज थोरै म अस्ति मात्रै इङ्ल्यान्डबाट आएको हुनाले त्यो 6 घन्टाको डिफरेन्सको कारणले गर्दा म हिजो राम्रोसँग 1 बजीसम्म निन्द्रै लागेन, अलिक फ्रेस पनि छैन त्यो टाइम नमिलेको कारणले गर्दा। तर पनि म भाइ बहिनीहरूको लागि बोल्न गइरहेको छु, किनभने मैले जीवनमा सबैभन्दा बढी माया गर्छु त म विद्यार्थी भाइ बहिनीलाई गर्छु, त्यसैले म बोल्दैछु। भाइ बहिनीहरू सुन्न चाहनुहुन्छ? भाइ बहिनीहरू, आज तपाईँहरू रमाइलो मोडमा हुनुहुन्छ। तपाईँहरू जस्तै मैले पनि 2040 सालमा वीरेन्द्र क्याम्पसको पहिलो ब्याचको रूपबाट आइएससी पढेर 42 सालमा मैले पास गरेर 43 सालमा मेरो रिजल्ट हुँदै गर्दा त्यो 42 सालको याद मलाई अहिले जजल्को रूपबाट मेरो दिमाग मनस्पटलमा आइरहेको छ। तपाईँहरू जन्मनु भएको थिएन होला, म वीरेन्द्र क्याम्पसको पहिलो ब्याचको आइएससी होल्डर पहिलो व्यक्ति। हामी 3 जना पास भएका थियौँ 200 जनामा, त्यो 3 जना मध्येको 1 जना मान्छे हो म। टुडे वी आर नट गोइङ टु डिस्टर्ब टु यु, टुडे वी आर गोइङ टु गिभ अ टनिक, द्याट टनिक मे चेन्ज योर लाइफ स्टाइल एन्ड थिङ्किङ पावर टु। मैले तपाईँहरूलाई लाग्छ भोलिको दिनमा तपाईँको सोच्ने परिस्थितिमा परिवर्तन आउनेवाला छ। सुन्नुहोस् 1 मिनट, तपाईँको दिमागमा उब्जिएको यो कथा, यो प्रश्न, यो व्यथा, यो सबैलाई समाधान गर्ने प्रयत्न गर्नेछु। मैले फेरि जोड्दैछु, म 2043 सालमा जति बेला मैले आइएससी गरेँ, मेरा साथीहरू पनि जापान जाने चलन थियो, जापान जानुभयो। म कथा बताउँदैछु, म आज राम्रो कुरा भएको हुनाले नामै लिएर म कथा होइन यथार्थ बताउँदैछु। मसँग सँगै पढ्ने गङ्गाराम कणेल भन्ने साथी हुनुहुन्थ्यो, एउटै क्लास सँगै बस्ने। मैले सोचेँ मेरो दिमागको भुटभुटीले त जापान होइन, त जापान होइन, त पढ्नका लागि जा। मेरो दिमागले मलाई भन्यो, मेरो साथीलाई भन्यो, त्यो साथीलाई भन्यो त पढ्न होइन त जापान जा। त्यो मेरो गङ्गाराम साथी यहीँ चितवनको साथी हो, पास भएको मध्येको 1 जना ऊ जापान उड्यो। म इन्डियातिर रेलमा गएँ। धेरै वर्ष पछाडि जति वर्षमा म इन्जिनियर भएर यो देशमा फर्केँ, त्यति बेला गङ्गारामले पैसाको मुठो बोकेर फेरि देशमा आउनुभयो र अहिले काठमाडौँ गएको तपाईँलाई म भनौँ पशुपतिदेखि थोरै यता एउटा राम्रो बङ्गला किन्नुभयो पैसा कमाएर। मलाई मनमा लाग्यो म पनि जापान गएको भए त मैले पनि बङ्गला किन्थेँ नि त। तर मेरो मनले मलाई फेरि सोध्यो, तैँले ठिक गरिस् कि बेठी गरिस्? साथीले आइएससी गरेर मात्र जानुभएको थियो, म इन्जिनियर भएर आएको थिएँ। मलाई समाजले, मलाई काठमाडौँले हेर्ने आँखा, मलाई त्यहाँ सम्मान गर्ने कुरा र उसलाई सम्मान गर्ने कुरामा
धेरै अन्तर उसले पायो, मसँग सँगै बस्यो। मसँग केही थिएन, उसको मोटरसाइकलको पछाडि बस्थेँ म कमाउनको लागि 2000 को तलब खाएर म काम गर्न जान्थेँ। त्यो साथीले मोटरसाइकल लिएर आउँथ्यो, उसको घरमा बसिन्थ्यो, उसँग पैसा थियो, उसले मलाई घुमाउँथ्यो। तर उसले मलाई एक दिन भन्यो, सुन्नु होला तपाईँहरूले यो कथाको रूपमा आउला यथार्थ जीवनमा। मलाई भन्यो, साथी मैले जीवनमा ठुलो गल्ती गरेँ, अब मैले पैसा त छ तर मलाई शान्ति छैन, मलाई सम्मान छैन। अनि मैले भने, बाबु केही भएको छैन त जा ट्युमा गएर बिएससी पढ, तेरो उमेर अहिले 4 वर्ष, म 5 वर्षपछि फर्के पछाडिको कुरा हो। अनि उसले बिएससी त्यति बेला जापानबाट फर्केर आएर ट्युमा बिएससी जोइन गर्यो। उसले बिएससी जोइन गर्यो, 2 वर्ष उसले बिएससी पढ्यो। बिएससी राम्रो साथी थियो, सजिलै पास गर्यो, फर्स्ट डिभिजनमा पास गर्यो। पास गरिसके पछाडि फेरि हामी साथी सँगै भयौँ। अनि उसले नेपालमा काम गर्न खोज्यो, बिएससी गरिसकेको छ, उसले भने जस्तो काम पाएन। म एनटिसीमा एज ए स्विचिङ इन्जिनियरको रूपबाट काम गर्थेँ। मैले ट्रेनिङ सेन्टर सञ्चालन गरिसकेको थिएँ। भाइ बहिनी तपाईँको लागि बोल्दैछु, मेरो लागि बोलिरहेको छैन मैले, तपाईँ याद गर्नु होला। उहाँलाई छटपट्टि लाग्यो, त्यसपछि उहाँ फेरि त्यो पैसाको भूत उहाँलाई चढिसकेको थियो दिमागमा। बिएससी गरिसके पछाडि उहाँ युरोपको आयरल्यान्ड जानुभयो। आयरल्यान्ड मेरो काममा म अगाडि बढिरहेँ। साथी फेरि आयरल्यान्ड जानुभयो, पैसा कमाउन थाल्नुभयो। म यही नेपालमा बसेर काम गर्न थालेँ। अनि ऊ फर्किसके पछाडि बिहा गर्ने भन्ने किसिमको कुरा आयो उसको। बिहा गर्ने क्रममा हाम्रो अहिलेको राष्ट्रपति विद्यादेवी भण्डारीको भान्जीलाई हामी हेर्न गयौँ विद्यादेवीको घरमा। म पनि गएको थिएँ साथमा। उहाँसँग नै विवाह भयो। फर्केर आइसके पछाडि उहाँसँग पैसा प्रशस्त थियो। उहाँ विवाह गर्नुभयो, केही समय यो देशमा बस्नुभयो। फेरि उहाँलाई सन्तुष्टि भएन, आयरल्यान्ड नै फर्किनुभयो। फर्किसके पछाडि म यो देशमै घनीघट मैले कहिले डिबी भरिनँ। मैले जहिले पनि भन्ने गरेँ, देशको लागि बाँच, देशलाई चिन, देशसँग चिन्न सक्यौ भने देशले तिमीलाई चिन्छ, तर पर्खन सक्नुपर्छ भन्दै राखेँ। धेरै साथीहरूलाई मैले मोटिभेट गर्दै राखेँ। म काम गर्दै गएँ। फेरि पनि आयरल्यान्डमा गइसकेपछि उसका 2टा छोरी भएछन्। दुःखद कुरा, ठुलो छोरीलाई क्यान्सर लागेर बितिछन्। मलाई 3 वर्ष पछाडि फेरि फर्किनु भयो। 3 वर्ष पछाडि अनि सँगै बस्यौँ, चिया कफी खाँदै कुरा गऱ्यौँ। मेरो सम्पत्ति यति भन्नुभयो। सम्पत्ति हिसाब गरेको त उहाँको भन्दा मेरै धेरै रहेछ। अहिले बौद्धिकता पनि मेरै धेरै, सम्पत्ति पनि मेरै धेरै, सम्मान पनि मेरै धेरै। आज टुरो बनेर देशमा फर्केर काम गरिरहेका छन्। याद होला, याद गर्नुहोस्, यो तपाईँलाई यथार्थ कुरा त म तपाईँलाई बताउन गइरहेको छु। भाइ बहिनीहरू, कथा होइन, यो यथार्थ हो। मैले आज कुरा यो ग्रेजुएसन सेरेमनीमा किन भनिरहेको छु? म भर्खरै मैले भने नि, म अस्तिको रातिको फ्लाइटमा इङ्ल्यान्डबाट आइरहेको छु। म इङ्ल्यान्ड घुम्न गएको थिइनँ। मैले इङ्ल्यान्डको हाम्रो अक्सफोर्ड कलेजको नामाकरण कसरी भयो, अक्सफोर्ड कलेजको नामाकरण गर्ने बेलामा मैले संसारको सबैभन्दा राम्रो युनिभर्सिटी भनेको अक्सफोर्ड युनिभर्सिटी हो भनेर पढेको थिएँ, जानेको थिएँ। मलाई मन लाग्यो त्यो अक्सफोर्डसँग अब म मितेरी साइनो गाँच्नुपर्छ भन्ने मलाई लाग्यो। म इङ्ल्यान्डको अक्सफोर्ड युनिभर्सिटीमा पुगेँ र अक्सफोर्ड युनिभर्सिटीको डिनसँग हात मिलाएर मैले कुराकानी गरेँ। आज तपाईँकै प्रिन्सिपल सर हो, भाइ बहिनीहरूलाई मैले भनेको छु, काम गर्नुहोस्, यो देशको लागि काम गर्नुहोस्। मैले धेरै युनिभर्सिटीमा मेरो फेसबुकमा जोडिनु भएकोहरूले पक्कै हेर्नुभयो होला। अक्सफोर्ड संसारको पहिलो युनिभर्सिटीको रूपबाट छ आज ऱ्याङ्किङमा पनि। म त्यहाँ पुगेँ। त्यो 1000 वर्ष अगाडि स्थापना भएको युनिभर्सिटीसँग हामीले सम्बन्ध विस्तार गऱ्यौँ। कति साथीहरूलाई लाग्यो होला सर घुमिराख्नु भएको छ, कति विद्यार्थी भाइ बहिनीहरूलाई लाग्यो होला अर्कै कुरा, कति हाम्रा कम्पिटिटरलाई लाग्यो होला अर्कै कुरा। तर म कहिल्यै पनि कलेज, विद्यार्थी, मेरो सर म्याडमहरू र अक्सफोर्ड परिवारलाई सम्झिराखेको हुन्छु। मैले यो कुरा किन सुनाइरहेको? त्यस पछाडि म इम्पेरिकल कलेजमा गएँ, त्यहाँको प्रोफेसरसँग भेटेँ। जुन इम्पेरिकल कलेज युकेको 2nd ग्रेडिङ ऱ्याङ्किङ युनिभर्सिटी हो भने, युरोपको 4th ग्रेडिङ युनिभर्सिटी हो भने, संसारको 7th ऱ्याङ्किङ युनिभर्सिटी हो। त्यो युनिभर्सिटीसँग यस्तै गरेर मैले 5वटा युनिभर्सिटीसँग एमयू गरेर आएको छु।
म भाइ बहिनी किन एमयू गरेँ? एमयूको मतलब के हो? मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ। यो मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ भनेको कुरा के हो भने भाइ बहिनी हो, हाम्रो कलेजमा अब तपाईँले 3 वर्ष पढ्नुभयो भने म तपाईँलाई युके पैसा नलिकन 1 वर्ष पढाइदिन्छु, डुअल डिग्री। यो मैले बनाएर आएको छु, याद गर्नु होला, यो तपाईँहरूको लागि। हाम्रो कलेजमा तपाईँ 3 वर्ष, युकेमा 1 वर्ष, अक्सफोर्डबाट पनि डिग्री, इङ्ल्यान्डबाट पनि डिग्री। त्यो तपाईँको प्रिन्सिपलले नेपालमा पहिलोचोटि काम गरेर आएको छ, याद गर्नु होला भाइ बहिनी हो। तपाईँले सोच्नु भएको छ। अब म एउटा फेरि यथार्थ कुरामा बताउँछु। हाम्रो बिएचएमको इन्टरनेसनल फ्याकल्टी मेम्बर विनोद बराल सर, उहाँले मलाई धेरै हस्पिटालिटी मेन्टेन गर्नुभयो। अनि मलाई एउटा 3 दिन 4 दिनको लागि म एउटा घरमा बसेँ, उहाँको घरमा बस्दै गर्दा नेपाली 2 जना नानीहरू त्यहाँ गएका रहेछन् भर्खरै 3 महिना अगाडि। एउटा नानी काठमाडौँको, एउटा नानी यतातिर झापातिरको। उहाँहरूले त्यहाँ त्यो कोठा लिएर बस्नु हुँदो रहेछ, त्यही मैले भेटेँ उहाँहरूलाई। उहाँले बीबीएस गरेर मास्टर्स पढ्नलाई इङ्ल्यान्ड जानुभएको रहेछ। अनि मलाई देखिसकेपछि परिचय भयो, उहाँहरू युनिभर्सिटीमा पढ्न जानु हुँदो रहेछ। अनि मैले पढाइको विषयमा सोधेँ, नानु पढाइ कस्तो हुन्छ? मलाई नढाट्नु है सर, पढाइ त नेपालकै राम्रो, यहाँ त 200 जना विद्यार्थी राख्छन् अरे, अनि एउटा टिचर आएर लेक्चर दिएर जान्छ अरे। 200 जना एउटा हलमा, तपाईँभन्दा धेरै मान्छे राखेर पढाउने के पढाइ होला, याद गर्नु होला। अनि नानीले मलाई भनिन् कति पैसा खर्च गरेर आउनुभयो? अनि उनले मलाई भनिन् सर 25 लाख जति खर्च भयो। 25 लाख खर्च भयो। अहिले अब बाबा मम्मीले पैसा पठाइदिए भन्नुहुन्छ, 4 महिना भइसक्यो, काम पाएको छैन, खानेकुरा छैन, गाह्रो भयो सर, लौ न काम खोजिदिनु पर्यो भनेर मलाई भनिन्। म गएकोलाई मलाई त्यही त हो, फेरि कटक्क लाग्यो, मन छोयो। अनि मैले साथीभाइलाई भने, अनि एउटा रेस्टुरेन्टमा भाँडा माझ्ने काम मिल्यो। अनि म त्यो नानीलाई भाँडा मान्ने 1 दिनको 12 त्यहाँको पाउन्डको रूपबाट भाँडा मान्ने काम सुरुवात गर्नुभयो। अनि बेलुका आएर उहाँले आज त पार्टी खाने सर भनेर मलाई उहाँले ल्याएको होइन, केही खानेकुरा दिनुभयो, खुसी हुनुभयो। यथार्थ याद गर्नु होला, सजिलो छैन। तपाईँहरूले जसरी बुझ्नु भएको छ त्यस्तो छैन है विदेश। मैले 70 वटा कन्ट्री घुमिसकेको छु, 70 वटा कन्ट्री। म विद्यार्थीको घरमा जान्छु। अहिले मैले एउटा युनिभर्सिटी गइसके पछाडि करिब त्यहाँ 15 जना नेपाली भाइ बहिनीहरू हुँदो रहेछ। मैले इन्टरभ्यू गरेको छु, मेरो मोबाइलमा त्यो इन्टरभ्यू ल्याएको छु। त्यसैले भाइ बहिनी हो, बाहिरको कुरा मात्रै सुन्ने होइन, यथार्थ तपाईँले बुझ्नुहोस्। र म तपाईँलाई के भन्छु भने विदेश नजानुहोस् भन्दैन मैले, विदेश जानुहोस्। म आज ग्रेजुएसन सेरेमनीमा तपाईँलाई विदेशको आशीर्वाद दिन चाहन्छु। तर तपाईँले हातमा गोलीगट्ठा बोकेर जानुहोस्, हातमा तपाईँले स्किल बोकेर जानुहोस्, तपाईँले दिमागमा स्किल बोकेर जानुहोस् र मिनिमम ब्याचलर डिग्री नेपालमा गएर मास्टर्स या पिएचडीको लागि विदेश जानुहोस्। ब्याचलरमा जानुभयो भने म आज तपाईँलाई घोषणा गर्न चाहन्छु, कसैले ब्याचलर गर्न सक्दैन। ब्याचलर गरेको मान्छे कोही छ भने मका ल्याउनुहोस्, म फ्री अफ कस्ट ब्याचलर पढाइदिन्छु। म तपाईँहरूलाई आज सन्देश दिन चाहिरहेको छु। तपाईँलाई थाहा छैन, मलाई टेलिफोनमा कुरा गराउनुहोस्, यदि कसैले हुन्छ भन्यो भने म तपाईँलाई सहयोग गर्न तयार छु। त्यसैले म आज तपाईँहरूको यो ग्रेजुएसनमा तपाईँहरूको उज्जवल भविष्यको लागि के शुभकामना दिन चाहन्छु भने तपाईँहरू मिनिमम पनि ब्याचलर राम्रो कलेजमा पढ्नुहोस्। हामी भन्न त भन्छौँ अक्सफोर्डमै पढ्नुहोस्, तपाईँलाई अक्सफोर्डमा पढ्न मन नलागे नपढ्नुहोस्, तर नेपालमै पढ्नुहोस् जसमा पोलिटिक्स हुँदैन त्यहाँ पढ्नुहोस्। एयरपोर्टको हाकिमले अख्तियारले समाते पछाडि आज बयान दिने बेला उसले के भन्यो भने मैले विदेश पठाउने विद्यार्थीहरूबाट पनि खाडीमा जानेबाट 50 देखि 1 लाख, युरोप जानेसँग 1 लाखदेखि 3 लाख लिएर मैले हरेक दिन 50 लाख यो देशको गृहमन्त्रीलाई बुझाउँछु भनेर आज भनेको न्युज आइरहेछ। हेर्नु होला, यो देश यस्तो देश हो। त्यसैले म तपाईँलाई भन्न चाहन्छु, तपाईँहरूले यसो भन्दैमा यो देश छोड्ने होइन। अब 84मा तपाईँहरू जस्तो यङ भाइ बहिनीहरूले यङलाई जिताएर यो देशलाई सुन्दर बनाउने हो। त्यसैले म तपाईँलाई भन्न चाहन्छु, यदि राम्रा मान्छे आउँछन् भने ती राम्रा मान्छे जुनसुकै दलका हुन्, त्यो काङ्ग्रेसको होस्, त्यो माओवादीको होस्, त्यो एमालेको होस्, त्यो रासपका होस्,
त्यो अरू नै कुनै होस्, यदि यङ आउँछ, पढेको आउँछ, यो देशलाई माया गर्ने आउँछ भने यो देशलाई राम्रोसँग राम्रा नेता ल्याउने बित्तिकै म आज तपाईँलाई भन्छु, आज म युरोपको विषयमा स्विजरल्यान्ड सुन्नु भएको छ, म 3 चोटि पुगिसकेँ। आज स्विजरल्यान्ड भन्दा राम्रो हाम्रो देश नेपाल छ। अब यो नेपाल बनाउने काम तपाईँहरूको हातमा छ। 84 मा पुरै चेन्ज गरेर तपाईँहरूले देशलाई बनाउने हुनेछ भन्ने शुभकामना दिँदै, तपाईँको उज्जवल भविष्यको शुभकामना दिँदै, अहिलेको 12 तपाईँले जाँच दिनुभएको छ, सबैको उत्कृष्ट मार्क आओस्, राम्रो आओस्। बाई चान्स तपाईँलाई कुनै सब्जेक्ट लागिहाल्यो भने पनि नडराउनु होला, 2टासम्म चान्स पाइन्छ। जाँच दिएर पास गरेर यो देशमा पढ्ने शुभकामना दिँदै, तपाईँको उज्जवल भविष्यको पुनः शुभकामना दिँदै, मलाई त्यति इनर्जी नहुँदै पनि तपाईँलाई देखिसकेपछि इनर्जी निकालेर मैले बोलेको छु। यो इनर्जी तपाईँहरूले दिएको भन्ने कुराहरू तपाईँहरूलाई पुनः चाहिँ धन्यवाद दिँदै म मेरा कुराहरूलाई यहीँ विश्राम दिन्छु। तपाईँहरूको शुभ रहोस्। अक्सफोर्ड कलेज जिन्दाबाद, अक्सफोर्ड कलेज, अक्सफोर्ड कलेज, अक्सफोर्ड कलेज। धन्यवाद। हाम्रो प्रेरणाको स्रोत उहाँलाई धेरै धेरै धन्यवाद। अब आफ्नो गीत लिएर भाइ सन्देश मगर आउँदै हुनुहुन्छ। सन्देश मगरलाई आफ्नो गीत प्रस्तुत गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। फर्की फर्की नहेर मलाई तिमी भने, आँसुजरे म पुछिदिउँला आकाशको तारा सबै, म टिपेर ल्याइदिउँला तिमी भने। फर्केर आऊ तिमी घाम भनी, बादलको माथिमा तिमीलाई पर्खी बसोला तिमी भने। दिन अब केही छैन, मात्र एउटै बहाना, दिन मात्र खोजिरहेछु, यही नै मेरो चाहना तिमी भने। फर्की फर्की नहेर मलाई, फर्की फर्की नहेर मलाई तिमी भने। बगलमा बसी अब टोलाइरहे सपना सारा मेरा, बिलाइको चालै पाएन तिमी भने। भिडमा उभि अब टोलाइरहे संसारका सारा सुख बिलाई अघिरेमा तिमी भने। दिन अब केही छैन, मात्र एउटै बहाना, दिन मात्र खोजिरहेछु, यही नै मेरो चाहना
तिमी भने फर्की फर्की नहेर मलाई फर्की फर्की नहेर मलाई तिमी थ्याङ्क यू सो मच हुन्छ एउटा अब तपाईँहरू सबैलाई आउने एउटा गीत गाउनु गइरहेको छु प्लिज रङ्ग भन्ने गीत यदि कसैलाई आउँछ भने म सँगसँगै गाइदिनु होला तिम्रो आँखामा डुबिसकेछु मलाई निकाल्न नखोज मेरो गीतको बाका बनेछौ मलाई मात्रै तिमी गाइदेऊ न जीवनभरिका लागि सम्झना बनिदेऊ म हाँसिदेऊला सधैँ तिमी हाँसोमा रङ्ग तपी आउनु है बादल बनेर आए नि हुन्छ घाम बनेर चाहे पनि शब्द बनेर बसे नि हुन्छ लय बनेर गाए पनि मनको कुनै कुनामा किन पुरै मनमा बसिदिनु म हाँसिदेऊला सधैँ तिमी हाँसोमा रङ्ग थपी आउनु है थ्याङ्क यू सो मच सबै आउनुहोस् छात्र सबै विद्यार्थीहरू म्यानेजमेन्टतर्फ एकछिनपछि साइन्सको हुन्छ त्यसपछि एचएमको हुन्छ म्यानेजमेन्टका सबै विद्यार्थी भाइ बहिनीहरू टोकन अफ लभ लिइदिनुको लागि हार्दिक अनुरोध गर्दछु त्यसपछि प्रिन्सिपल सरसँग फोटो खिच्दै आइदिनु होला
आदतमा सहयोग गरिदिनु हुनको लागि अस्मिता म्याडमलाई हार्दिक अनुरोध गर्छु। प्रिन्सिपल सरलाई, साइन्सको विद्यार्थीलाई खाजा लगाई फोटो सेसनको लागि हार्दिक अनुरोध गर्छु।
छटपटी तडपड हुन्छ जीवन हो घाम छाया सुख दुःख दुवै हुन्छ जीवन हो बिना माया छटपटी तडपड हुन्छ समय चक्रमा घुमिरहने घडीको घर हो कि नासामा झुमिरहने कुनै भुल हो कि हसी हसी बाँचिदिन्छ खुसीमा नाचिदिन्छ कहिले त्याग कहिले पानी यो जिन्दगानी 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 Okay, thank you very much.
हरिप्रसाद थपलियाज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद कृष्ण हरि सर। आदरणीय प्रिन्सिपल सर, विभिन्न विभागीय प्रमुखहरू तथा विद्यार्थी भाइ बहिनी र मेरा प्यारा साथीहरू, आज यस कक्षा 12 को विद्यालयीय शिक्षा एसएलसी दिएपछिको यसलाई हामीले बिदाई नभनिकन ग्रेजुएसन प्रोग्राम, अनर प्रोग्राम भनेर नामाकरण गरेका छौँ। यस कार्यक्रममा सहभागी हुन आउनुभएका जुन भाइ बहिनीहरूको जुन उत्साह र +2 पासपछि अब हामीले के पढ्ने, कहाँ जाने, कुनै काम समाउने हो कि वा पढ्न छोड्ने हो कि विदेश जाने हो कि भन्ने जुन खुल्दुली मनमा छ, यो यहाँ विभिन्न वक्ता साथीहरूले तपाईहरूको यो विदेश जाने उमेर होइन, तपाईहरू ब्याचलर गरेर टेक्निकल सकेसम्म टेक्निकल विषयमा आफूले ज्ञान सिप अभिवृद्धि हासिल गरेर बलियो भएर मात्रै जानु होला, विदेश गए पनि सकेसम्म नजानु होला भन्ने सन्देश प्रिन्सिपल सर लगायत कतिपय वक्ताहरूले यहाँ दिएर जानुभयो। म पनि त्यसैलाई समर्थन गर्दै तपाईहरूको आँटेका इच्छा चाहनाहरू पुरा हुन् र उच्च शिक्षा प्राप्तिको जुन बाटोमा तपाईहरू लम्किरहनु भएको छ त्यसमा यो भेगकै सबसे पुरानो अग्रणी अक्सफोर्ड कलेजले विभिन्न प्रोग्रामहरू ब्याचलरमा जस्तै BCA, BBA, BHM, BE, BE-मा पनि इलेक्ट्रोनिक्स, कम्प्युटर, इलेक्ट्रिकल, सिभिल लगायतका सम्पूर्ण कार्यक्रमहरू तपाईहरूलाई उपलब्ध भएको हुँदा आफ्नो रुचिअनुसार आफ्नो करियर बनाउने फिल्डमा लाग्नुहुनेछ भन्ने हामीले विश्वास लिएका छौँ र तपाईहरूले एउटा न एउटा प्रोग्राममा ब्याचलर नगरिकन आफूलाई सक्षम नबनाइकन विदेशको यात्रा तय नगर्नुहोला, नत्र भने न पढाइ हुन्छ न कमाइ हुन्छ भन्ने सन्देश दिँदै र आजको यस कार्यक्रमलाई भरपुर रमाइलो गरिदिनु हुनेछ। तपाईहरूले आफूलाई चाहिँ रमाइलो हुन्छ, आफ्ना साथीहरूको बिचमा रमाइलो गर्नुहुनेछ, आफ्ना साथीहरूसँग माया साटासाट गर्नुहुनेछ भन्ने मेरो एउटा अभिलाषा रहेको छ, इच्छा छ। त्यसकारणले तपाईहरूले आउँदा दिनमा अक्सफोर्डसँग ब्याचलरमा हातेमालो गर्नुहुनेछ र हामीहरूलाई बिर्सिनु हुने छैन। हामीहरूले तपाईहरूलाई पढाउने सिकाउने क्रममा जे जस्तो तिता मिठा अनुभवहरू तपाईँ भए पनि त्यो तितो अनुभवलाई लाइफ लेसन सम्झेर मिठो अनुभवलाई सँगालेर हामीलाई नबिर्सिनु होला भन्दै म यो औपचारिक कार्यक्रम समापन भएको घोषणा गर्दछु। यसपछि यहाँ केही स्टार्टरका कुराहरू छन्, त्यसपछि खाना खाने कार्यक्रम हुन्छ र त्यसपछि डिजे सहितको म्युजिकमा हामीहरू झुम्नेछौँ, रम्नेछौँ, आजको दिन अविस्मरणीय बनाउनेछौँ। हस्त धन्यवाद।
Merci.